हेलो एभ्रिवान, आज चाहिँ मैले सानो पार्कमा घुमाउनु लिएको छु र यो पार्कमा घुस्ने बेलामा चाहिँ 20 रुपियाँ टिकट लाग्छ साथीहरू। हामी दुईजनाको तिरिसक्यौँ हामीले। यो पानी चाहिँ हेरिहाल्नुहोस् साथीहरू, पानीको समयमा यो बढेर यो पागै डुबाइदिन्छ हैन। पानी फेरि रोकेपछि यो फेरि सुकेर जान्छ। हामीले 20 रुपियाँ तिरेर पसिसक्यौँ। अब हामी जाँदैछौँ र यो जाने बेलामा चाहिँ दुईपट्टि बाटो छ कि, यता र उताबाट हिँड्दा हुन्छ साथीहरू। पुलिस दाइ पनि बसिराख्नु भएको छ हो। अब हामी उकालो गयौँ। ऊ पर चाहिँ लु हेरिहाल्नुहोस्, पुतला र पुतलीले एकदम राम्रो सर्ट बनाउँदैछ है, भिडियो बनाउँदैछ। अब पुतली उड्नु थाल्यो है, पुतलाले चाहिँ भिडियो गर्दैछ। अब नगरी पनि भएन होइन, भरे पिटाइ खान्छ होला। अन्त लु अब उकालो जाँदैछ हो, जाँदै हामी जानु थाल्यौँ। अब मैले लु फट्टै गरेर थोपडा देखाउनु मन लाग्यो, मैले देखाइहालेँ है। लु राम्री छु भनेर त देखाएको होइन साथीहरू, अलिकति देखाउनै पऱ्यो नि त होइन। फेरि उकालो गयौँ है, नानीहरू एकदम खेलिराखेको देखेँ, मलाई त एकदमै मजा लाग्यो। फेरि अब हामी उकालो जाँदाखेरि चाहिँ यहाँनिर साइकल देखेँ कि मैले साथीहरू, ऊ बत्ती पनि देखाइहालेँ फेरि मैले, देख्नुभयो। अब मैले साइकल देखाइहालेँ। यो साइकल चाहिँ साथीहरू आधार कार्ड लिङ्क गरेर चाहिँ पैसा तिरेर हामीले यो पार्क डल्लै यसमा चढेर घुम्नु सकिन्छ है साथीहरू। यहाँनिर छेउछेउमा तपाईँहरूले क्याफे देख्नुहुँदैछ नि, यो क्याफे होइन है साथीहरू, नझुक्किनु होला। यहाँ चाहिँ हामीले घरबाट पकाएको सामानहरू लिएर यहाँनिर बसेर खानु सकिन्छ। पकाएर खानु चाहिँ सकिँदैन। यहाँ चाहिँ आन्टा र आन्टी चाहिँ फेरि रेस्ट गरिराख्नु भएको रहेछ मजासँगले। यहाँ चाहिँ फेरि सर्ट भिडियो बनाएर केटीहरूले होइन, अब डान्स गर्ने, कोही डान्स गर्ने, कोही के गर्ने होला नि त। यो ऊपर गोलो देखिरहेको छ नि, यसमा चाहिँ डान्स गर्नु सकिन्छ साथीहरू। यसमा चाहिँ पैसा तिर्नुपर्छ है साथीहरू। ल आजको लागि यति नै, बाई।